तपाईँहरूले सहयोग गरे अनुसार म यतिको राम्रो भएँ। मेरो कम्मर खुस्किएको छ, पाता खुस्किएको छ, कोखा खुस्किएको छ, गरम खुस्किएको छ। म यस्तो अवस्था भएको बेला हजुरहरूले सहयोग गर्नुभयो, मेरो पनि आशिक लागोस्। हजुरहरूलाई पनि यस्तै कस्तै पर्दा यस्तै सबै जुटुन्, यस्तै सहयोग गर्ने निक्लिनु, त्यति आशिक मेरो लागोस्। मनिष श्रेष्ठले झन् धेरै नै बल दियो, सहायता दियो। जे होस् म अहिले राम्रो भएँ। यतिको हुँदा पनि मलाई धेरै हर्कमा छ। म अब बाँच्छु जस्तो मलाई लागेको छ। अहिले तपाईँहरूको माया, तपाईँहरूको ममताले गर्दाखेरि यतिको अवस्थामा हुनुहुन्छ। यो श्रेय तपाईँहरूलाई जान्छ, किनभने म त एउटा अभियान गरेर सबैजनालाई चाहिँ पढ्दाखेरि सहयोग गर्नुपर्छ भन्ने भावनाले मैले चाहिँ एकजुट निस्वार्थपनले, एकदमै स्वच्छ मनले, निस्वार्थपनले हामीले काम गरेका थियौँ। त्यसमा सबैले साथ दिनुभयो। साथ दिनुहुने सबैलाई धन्यवाद छ। हात थाप्छ, म त पिउँछु, अनि ऊ पनि पिए जस्तो गर्छ, अनि यसो गर्छ, हात थाप्छ, अनि यसो गरेर चाड्छु, ऊ पनि चाड्छ। कुकुर पनि रिउ कि रातै यसो गर्छ। अनि त्यसो गर्दै 3 दिन भएको थियो। मलाई डर लाग्यो, बाबा यो के हो पख भनेछ। अनि आयो, सिर्लिङ्ग परेको सेतो दाल देखाएर बाख्रा लिएर गएको छन् पाजु। म मात्रै छु, खाटमै छु। उठेर त्यो खोले थिएँ, अनि बसिरहेछु। चुरोट पो खानु पर्यो भनेर यसो गर्छ, खास्तो गर्छु हुने। त्यसो गर्दै यता भुरेनेरी बारमा आएर बारबाट यसो गरेर मिसी कहाँ छु, दाँत देखा, सेतो दाँत छ, सिर्लिका परेको अर्को छ। अनि बार समाएर यसो गर को मान्छे आएको सकि नसकी फेरि खाटो पनि त्यो टुल छ, टुल तानेर थपेको त्यहाँ राख। आएर पस्ला भनेर भनेको, बस्दैन, त्यहीँ उभिएछ। अनि घरिघरि राति कि दिउँसो 3 बजेको छ। अनि यसो गर्छ, मिचिक्क गर्छ, दाँत देखाउँछ। यो बाबा यो के हो? अनि त्यसरी त्यो बारबाट यता आएन, मैले टुल राख्दै छु। फेरि आइमै आई घुर्मैलो परेको स्वेटर लागि छ, आई। अनि ती उभिएछ 2 जना। त्यो लोग्ने मान्छे पनि आएन, यसरी उभिएछ। त्यो आइमा यतापट्टिबाट उभिएछ, यस्तो गरेर उभिएछ। कुरा बुझिँदैन, ङ्याङ गरेछ, कुरा एउटै बुझिँदैन। अनि त्यो लोग्ने मान्छे चाहिँ गर्छ, तान पो भन्छ त्यो आइमाइरा। अनि भन्छ हातको इसाराले भनेछ। अनि कुरा बुझ्दैन। अनि अब यताबाट लानुलाई मान्छे छ भनेको हो कि के भनेको, यता देखा, टाढोपट्टि देखा त्यो लोग्ने मान्छेलाई। हिर्काउनु पर्छ पनि भनेको छ। अनि मलाई त डर लाग्यो, ए बाबा नि यो के हो? धेरै बेर त्यहाँ 3 घन्टासम्म बसेको छु। 2टा चुरोट खाइसकेँ, त्यो मान्छेहरू जाँदैन। अनि मेरो पालो त्यो चुरोटै तान्दै हँसिया झिकेर कमरा भिर, कचिया झिकेर कमरा भिर। गुठको बारीमा बाख्रा चराएको छन् बाजुको, त्यहाँ बाख्रा गोठालाहरू छ। अनि गएँ, गाँदा बाटो दियो है मलाई। त्यो आइमा यता लागि, त्यो लोग्ने मान्छे यता लाग्यो, म बिचबाट गएँ। खला बनाएको डिलमा गएर त्यो चिरञ्जीवीको बुढीलाई, ए कान्छी त्यहाँ हाम्रो बाख्रा एकछिन छेक्दै तेरो मेदौलाई यहाँ घर पठापठा, किस गर्ने हो खै के गर्ने भन्छ। 2 जना मान्छे आएर ओछ्याउनु दिँदा पनि बस्दैन। पहिले कुकुर जस्तो आएर जाउलो पकाएको जाउलो माया गर दिइनँ। त्यो 2 जना मान्छे उभिएको छ। अहिले बाटो चाहिँ दियो,
मलखाडीमा उभिएछ भने ल त्यो मलखाडीमा पट्टि एउटा लाग्यो एउटा यतापट्टि सिमी फेरपट्टि लाग्यो त्यहीँबाट दुईटै विपत्ता दुईटै विपत्ता भयो अनि त्यो दिन अनि बाजु आयो के खै खिच गर्ने आउँछ काठमाडौँतिर त भन्थे खिच गर्ने हो के गर्ने हो पनि कुकुर जस्तो आएर थुप्रेर जाउलो माग्छ त्यहाँबाट दुईजना एउटा आइमा एउटा लग्ने मान्छे त्यहाँ उभिएको टुल राखिदिएको त्यहाँ पनि आएर बसेन भने अनि खै यो के भएको भन नि बाख्रा हेर्न गयो अनि बेलुका सुकाएर जाने कुरा छ बाजे हाम्रो मम्मी त बिमारी छन् आइदिनु है बाजे कोफा गर्नु भन त्यो ह्याङ्गर आएको छ आइरहेको थिएँ बिहान अनि बेलुका जाने भयो ओहो नजानु है म त डर लाग्छ म दिउँसो त घर बस्नु म डराउने भइरहेछु राति त म कहाँ बस्छु त एक्लै नजानु भन्दा भने मासतिर गएर सुत न सम्मरको घरतिर ढोका छुट्नु गर्नु कब्जा लाउनु अनि आमा छोरै गएर मासतिर गएर सुत्नु घर हिँड्ने साँच्चै है त्यो मान्छेहरू सबै आउने होला फेरि आज राति पनि डर लाएर एकपट्टि चुल्हामा सकि नसकी दाल बसाले एकपट्टि चुल्हामा भात बसाले अनि भात पनि पाएको दाल पनि पाएको नवीनले खोइ कहाँ गएर चाहिँ आयो घाम पनि अस्तायो त्यो पनि आइपुग्यो त्यहाँ पानीहरू जान्छ है मम्मी भन्यो अब हुनदेखि हेर्न जान्छ म घर बस्न पनि डर लागेको छ अब हुन्जेर आएको भन्दा पनि होइन म मिलेको आइहाल्छु ऊ गएको पानी हेर्नु अनि त्यो भात पनि बानमै छ दाल पनि बानमै छ चल्न सकिनँ आइगयो छोपिगयो त घाममा साइड छ थपक चटाइ अब कहाँ जानु अर्का गरेर सोध्नु भित्र ढोका थुन्छु ओर्छु अनि सुत्छु नि भनेर यस्तै बलम गेट पनि होइन चटाइ मात्रै सर्लका तान्दा भित्र ताने जाँतो माथि राख्ने फेरि ठुटे चोलो लगाएको छु पढ्ने पनि झिक्न पाइनँ सिरानी पनि खाटामै छ बलम गेट पनि खाटैमा छ त्यो म सुकिलाल मधेसी भन्थ्यो नि आउँथ्यो नि घरमा गाई खोज्न अनि त्यही मान्छे जस्तै पो थपका आएर ग्याच खाटामा बस्थ्यो खाटामा बस्थ्यो सिरानी ल्याएर यहाँ यसरी काखामा राखिरहेछ बलम गेट यतापट्टि ओछ्याइदियो अनि ढोकाबाट गएर दाँत मात्रै देखाएको खाटामा बसिन्छ अर्को पनि आउँछ पाँचजना भयो त्यो खाटमा भयो अनि डर लागिरहेछ मेरो पालो ढोका ढ्याप्प थुनेर माथिबाट गयो टाढामा गएँ अनि बिँडी खाइरहेछु माथिबाट गएको त्यो काठो हलाकहरू ओछ्याएको पछि सुकेपछि त अलिक परिरहेछ त्यही पालबाट पालो हेरेको छ डर लागेर मलाई त डर लागेछ अनि यस्तै बुढी मान्छेहरू पनि छ त्यो लौनी मान्छे एक्लै रहेछ भन्छ बुझ्ने गरी भन एक्लै रहेछ लानु सजिलो हुन्छ भन्छ ओ यो त मलाई लिनु पो आएर के गर्नु है अनि बसिरहेछु 5 मिनट लागिरहेछ तल झरौँ छैन बाटो हेर नमाथिबाट 5 मिनट गर्थ्यौँ अनि बेडी बनाउँदै खाँदै गरेको छु उकालो हेरेको छ त्यो चेपबाट उकालो हेरेको छ केही सिप लागेन माथितिर समूहलाई गयो समूह भने सास परिसक्यो हामीले अनि यसरी मान्छे आछ आइज भनौँ भने झन् के गर्ने हो त्यो मान्छेहरूले भने डर लागेको छ यहाँ भैँसीले दाम्लो छिनायो त्यो दाम्लो बान्नु सक्दिनँ दाम्लो फेर्नु पर्ने पो आइज समूह पर्थ्यो त्यो पेसाब भिमेलाई पनि बोलाएर लिएर आइज भने एक्लै छेक्न सकिँदैन भैँसी भन्दा बाहना गर्ने अनि पला कुलो हेर्छ त्यो खाटमा बस्ने थुप्रो नि मान्छे त्यसले आक्रमण चाहिँ अहिले गरेको छैन म माथिबाटै छु आगोको पनि अलिक साह्रो हुँदो रहेछ आगो धेरै अन्त आयो बल्ल झमक्क सास गऱ्यो नवीन मान्छे टाढोबाट बल्ल आयो
त्यति बेला त आँगनभरि छ, खाटा बनी बसेको छ, आँगनभरि छ, यत्रो टेप्टो काठ छ, तेर्सो छ यति र त्यो भित्ता जति लामो काठ बोकेको छ तिर बोकेको छ, तिर्सो जस्तो छ। मङ्सिरको दिन भएर मङ्सिरको अनि भएर मलाई लिपिरहेको थिएँ आँगनमा झिर्लिम रेलिम रेलिम काटिदिएको छ त्यो तिर्सुल। ओहो बल्ल बल्ल लिपेको थिएँ खाला आँगन तिहार्नु भत्ता लिगो नि। अनि नवीन आइपुग्यो खेल्ने त्यो मान्छेहरूसँग खेल्ने भनेर झराप्प यसरी हातो मिलाउँछ। यत्रोजना मान्छेसँग कहाँ जुट्नु आइलाग्यो यो केटाहरू। नवीन आइज यत्र भन्छु आउँदै खेल्ने सबै छल गरे त हो त लु खेल्नु भन्छ। अनि माथिबाट एकछिन होममा गएर माथिबाट मलाई सास लाग्दैन है 5 मिनट बाहिर छ त्यो दलक डुटी उभिदिए म 5 मिनट जान्छु भन्छु। के आएको छ र अहिले घर घुमिकन आएको म भन्छ। उसलाई केही थाहा छैन देख्दैन। अनि त्यो त लु भात दिनु मम्मी भोक लागेको छ भन निकै राति भएको छ भन है दाल भात पस्केर दिउँ। 4जना मान्छे चाहिँ घरभित्र हेरेको छु त्यो भात खायो हेरेछ भाइले त देखाएको छैन तपाईँले देख्नु भयो? उसले देखेकै छैन। एकजना मात्रै भए पो दिनु यत्रो जनतालाई कहाँ भात पुगेको छ र भन्छु यो मन। अनि बाबुजीहरू सिधा पो दिनु पर्यो महानगरपालिका हालमा चामल ठिक पारे अनि त्यो राखेँ बत्ती बालेर अब उनीहरूलाई सिधा दिनु पर्यो भने 5 रुपियाँ पैसा पनि राखेर ठिक अब किन बोलाउनु भयो हाम्रो मम्मी को आएको छ र केही पनि आएको छैन भन्छ। अनि त्यसो गर्दा म रे मान्छे त थोरै होइन माथिबाट जान्छु माथिबाटै थुप्रो छ मुनिबाट भित्र थुप्रो छ बाहिर आँगनमा त्यत्तिकै थोरै छैन थोरै। बिहान उज्यालो हुँदासम्म मान्छे अनि 10 बजे राति भएपछि यो चाहिँ कहिले हो घटना? यो लड्नुभन्दा अगाडि? लड्नुभन्दा अगाडि भनेपछि त्यो छल नै गरेर छ क्या अनि दुष्ट उहरूले। भूत हुन्छ र वीरमासन त भूतै छ त्यहाँ त वीरमासन खेलिरहन्छ नि यत्रो राँको बोकेर हिँड्छ राति त्यहाँ 12 बजेपछि गट घोडामाथि चढेर सेतो हुन्छ घोडा पनि। राँके भूत भन्ने थियो के अरे कोडघरदेखि त्यो देवीथान डाँडामा राँके भूत त त्यसो होइन त्यो त वीरमासन माथि हुम्कादेखिको गट गर्दै देवीथान डाँडामा गएर ग्रिममा थोप्रिन्छ त्यतै देखिन्छ। अनि फिर्किँदा फेरि त्यही खायो हेर्छ क्या। अनि कोही मान्छेहरू त भूत हुँदैन सबै मान्छेको भ्रम भन्छ होला नि। अनि भ्रम हो त्यो मन त्यस्तो भएको आँखा त्यस्तो हो भूत कहाँ भूतै हुँदैन भन्छ क्या। हुन्छ अरे हुन्छ नि मम्मी सुन्तला मिठो खा बेसी छ खान खाइसकेँ मैले दुईटा खानु पार्वती खा। अनि पछि तपाईँले नवीनहरूलाई सुनाउँदाखेरि हाँसे होला नि त्यतिकै? आफ्नो भन्दा पनि बाजुसँग बाजु अब 10 बजे राति आए आउनुहोस् तान भन्छ कुटुटु आइरहेछ टर्च बाल्छु यसो गरेर टर्च देखाइदिन्छु कुलेसतिर कुद्छ अनि फेरि आइहाल्नु आइहाल्ने राम्रो मलाई त लगो के गर्नु छ र भित्र बसेर लगाइदिए पनि हुन्थ्यो। अनि जान्छु औल्ठो झिक्छु भन्छु समाउने औल्ठो छैन आगो चाहिँ बक्रल्ती छ के उठाउनु। अनि त्यस्तो हुँदा त्यो रातैभरि बस्यो मलाई सुत्नु दिएन अनि बिहान पिन्नु भइरहेको बिहान उज्यालो भएछ पिन्नु भइरहेको बाजु पनि नदेख्ने नैन पनि नदेख्ने मै मात्रै पिन्नु भइरहेको छु भने दुईवटा केटी आइमै गएर उहीँ जहाँ त नेरी उभिनी जाउँ
जान्न म फेरि डर लाग्यो त्यहाँ जाँदा त जान्न म त अनि यत्रो टाउको गरेको बसेछ फेरि ती जाँता छेउमा बसेछ जाउँ है यस्तो दुःख हुँदैन सुख हुन्छ जाउँ है भन्ने हामी पैसा दिन्छौँ भने टर्चमा हाल्ने बेटी क्या सानो बेटी साडा त्यो फुटाकै हुँदैन लु 1 लाख भन्ने ए अनि 1 लाखले हुँदैन भन्थ्यौँ ए अनि फेरि अर्को देखाउने अर्को लाख भन्ने त्यो चाचारोडा हुन्छ लु भन्ने दिने अनि पैसा चाहिँ लानु पाइँदैन पैसा चाहिँ घरमै छोड्नुपर्छ भने पाजुले ए त्यो भनेको नि सुनेको छु पाजुलाई थाहा नै रहेनछ अनि बाहिर त्यहाँबाट बाहिर निस्केर के हो उमेर हुन्जेल म घरको जान भएँ काम खाएँ बुता खाएँ अनि अहिले चाहिँ म बेच्चोमा जानुपर्ने फेरि पैसा चाहिँ राख्दैन म बेच्चोमा जानुपर्ने म बस्दिनँ नि अब काठमाडौँ गएर बस्छु भने क्या यसै गरी ए पाजु भनेर गफ गरे तर पाजु होइन पाजु नै हुन चाहिँ पाजुलाई कराएको मैले पाजु खाटामा छन् ए अनि अन्त पैसा त कसले दिया पैसा चाहिँ मान्छेहरूले दिएको छ बेटी गरे भन्दा टर्च बनाउने बेटी ए पैसा भनेर ब्याट्री पैसा भन्न, अनि पाजुलाई त्यो थाहा छैन केही पनि केही देखिन अरे थाहा छैन अरे उठेर धुमधुम्ती बसिरहेछन् खाटमा बाहिर खाटमा अनि बाजे यो मान्छे किन बौलाको हिजोदेखि बौलाएको छ बौलाको होइन म बेच्चोमा जाने बेच्चोमा भएँ है भनेर बाजे अनि एउटा चाहिँ शिरलिङ्ग परेको छ त्यही बाहिर दलनको खाँबा उभिएछ जाउँ जान्न म एउटा चाहिँ कालो छ बेलुकैदेखि त्यो के अरे बत्तीको पेन्डल राखेको छ नि त्यही खाँबामा उभिरहेछ एउटा खुट्टा यो माथि राखिरहेछ उभिएको कालो न कालो छ त्यो चाहिँ उभिएको छ सबैले जाउँ भन्यो मानिन त्यसले चाहिँ के भन्नु भने के जान्न भन्न धर पाइँदैन मैले जाउँ भनेपछि जान्न भन्न धर पाइँदैन यहाँमा म त भन तल्लोपट्टिबाट सर्लका लाग्यो बाटो त्यो लाग्यो अनि भाँडा मान्ने जाली बोराको जाली काटेर भाँडा मान्ने छ त्यो जुठो भाँडा मान्ने ठाउँमा छ यसै गरी छ त्यो त यतापट्टि पनि टाउको काटिया छ उतापट्टि पुछार पनि काटिएछ कुकुर जस्तो छ यत्रोबाट सर्फ तेर्सिरहेको छ ती चकना चकना बनाएको छ उठेर खानुपर्ने भन्छ त्यो जाली त अनि अघि पनि सर्छ पछि पनि सर्छ अगाडि पनि काटेको छ पछाडि चाक पनि काटेको छ यो के को बच्चा ल्याएर यस्तो बिजोग देखाएको भने अनि पढेर पालिन गएर खोइ के को बच्चा हो ल्याएर पुछार पनि काटिदिएछ टाउको पनि काटिदिएछ ल्याएर त्यो जुठो भाँडा मान्ने नेरी राखिदिएछ तिमीहरू पोलेर खान्छ होला ढुकुर जस्तै छ भने चिरजिमको छोरा अनि भनेपछि तिनीहरू ढुकुर भनेर लिन लिन यो त होइन जाली हो त हजुर सब आँखा चल्दो रहेछ कमिनेर पनि आयो होइन हजुरआले के देख्नु यो त भाँडा मस्काएको जाली हो त भनेर गयो अनि म काठले यसो हुन्छ जाली नै रहेछ भएन मलाई बेसी जानु पर्यो है अब मेडिकल जानु पर्यो यो पैसा जानु पर्यो किन जाने हौ अब ग्यास्ट्रिकको दबाई पनि जानु पर्यो अनि म बेसी गएँ दाजुनेरी पनि जान्छु अनि दाइलाई खेतमै भेट्टा तलै रहेछ नि मलाई त यस्तो यस्तो भएको आज 4 दिन भयो के गर्नु केले यस्तो भएको मलाई विचार गरिदिनु तेरो भाउजू पोहोर त्यस्तै भएर पोहोर त्यस्तै भएर वीरमसन उठाएर छल गरेर लगाइदिएको छ अनि एउटा काला छ अनि आएर चिन्ता बस्दैन अलिक कम भयो अनि एउटा काला चल्ला खोजेर आफैले वीरमसन लगायो भनेर सुनाइराख्नु अनि सुनाइराखेको त्यो भाले बास हो कालो भाले बास हो अनि तपाईँले पूजा गरिदिने कि भने त्यो जसले गर्दा पनि हुन्छ जसले उठाउँदा नि हुन्छ जहिले गर्दा पनि हुन्छ अनि त्यो भाले छिप्पेर बासेपछि फेरि त्यस्तो देखाउनु थाल्यो अनि डोटा लाएर मनसायो अरे
आइस तेरो बाटो जाथा भयो आइस फेरि त खाना आएको भन्छन् के आएको छ भनेर डर लागेको छ आफूलाई अनि त्योभन्दा पछाडि फेरि त्यस्तै भएँ यस्तै भएँ त्यस्तै देखिन थाल्नु भएन एउटा कालो चला खोजिदिनु यत्रो छ कालो चला खोजेर ल्याइराखेको छ अनि पाजुले ए बुवाले भनेको थिए त चैतमा एकपल्ट साह्रै बिरामी हुन्छेस् चैतबाट कटिस् भने साउनमा बिरामी हुन्छेस् साउनबाट कटेपछि त कार्तिक महिनामा डाँडामाथिको जुल्का त त्यतिकै अस्ताउन पनि सक्छस् झुल्किन पनि सक्छस् झुल्किन भनेको आफ्नो भाग्य भनेको थियो नि त्यो कालो चल्ला फेरि ल्याइरहेको थियो यत्रो भएको छ त्यो सुधा ठिक एकैचोटि झन्डै यही हुन रहेछ तपाईँ त्यो यो लड्नुभन्दा अगाडि पनि यस्तै देख्नुभएको थियो कुनै छल गरे होइन तर भूतप्रेत हुँदैन भन्छन् मान्छेहरू हुन्छ कि के नहुनु हुन्छ नि त्यो बिरमसन उठाएर चाहिँ छल गरेर लगाइदिएको र हुन्छ अरे क्या अनि भनिरहेको थिएँ पाजुलाई दाइलाई बोलाइदिनु है यताउता गरेर लाउनु पर्छ होइन सके एउटा पाठा नसक्दा पनि कुबिन्डो बिबिरो खोज नौकुने टपर गाँच्नु फिल्कर र कातीमा आएर ल्याउनु कागोला घाँहरू ल्याइराख्नु अनि मलाई बोलाउनु भन्नुभएको थियो क्या बाजुले नटेर्दै म यसो भयो त्यति यसो गर सार्न पन्साउनु गरेर त यस्तो हो नि यस्तो पनि न कुनै कमजोरी भएर पनि हुनसक्छ त्यो आँखाहरू त्यो कमजोरी भयो भने अलिकति उहरू हुन्छ नि कस्तो तिरमिरी त्यस्तो भएर हो कि तपाईँ त्यस्तो देखेकै हो त भने देखे त हो त के भन्नु डर लागेर तर हामी सुन्न त सुन्या हो यस्तो हुन्छ यस्तो हुन्छ भूतप्रेत हुन्छ भनेर सुन्या हो फेरि हामीले पढ्दाखेरि त कहाँ हुन्छ भूतप्रेतै हुँदैन भन्छन् मान्छेहरू होइन तर अब आज तपाईँको मुखबाट सुन्दा बुवाले यसो गरिदिनु भनेर सन्चो भएको थियो अनि यसपालि फेरि त्यत्तिकै गर्दा त्यत्रो म लड्ने थिएँ भने त पल्लबारी केशवको घर हुँदै लड्ने थिएँ बाहुनकै बारी पनि थियो त उहाँ पढेर त्यो बिचमा गएर चाहिँ कसरी पल्ट्यो होला त्यही त भने है तेर्सै गएको र सम्मुको त्यही अहिलेको जस्तो उसले डोर्याउँदै लग्यो अनि लड्यो त्यही त होला अनि टपक्क टिप्ने र फाल्दियो जस्तो लाग्यो क्या म त्यो लडे जस्तो पनि लागेको छैन एकैचोटि प्ल्याङ्ग तल गङ्ग्राङ्ग ढुङ्गामा जस्तो छु अनि राम्रो म त कहाँ पाएर पछाडि छु कटार टाढामा सुतेको मान्छे त्यो कटारबाट झर्दै पछाडि नि त्यही अनि म आफैलाई अचम्म लाग्यो